Thanks a lot to Suita and Sanami. आजको यस इन्भेस्टिट्युट सेरेमनीका प्रमुख अतिथि विद्यालयकी एमडी विभिन्न विद्यालयबाट पाल्नु भएका प्रिन्सिपलजीहरू यस विद्यालयका प्रेरणाका स्रोत परम आदरणीय अभिभावकजीहरू मेरो हर कदममा साथ दिने मेरा शिक्षक मित्रहरू तथा यस विद्यालयमा अध्ययन गर्ने प्रत्येक विद्यार्थी भाइ बहिनी र यस कार्यक्रमलाई सफल बनाउन मलाई सहयोग गर्ने विभिन्न प्रत्यक्ष र अप्रत्यक्ष सहयोगी हातहरू म राजु ढकाल पश्चिमाञ्चल इङ्ग्लिस स्कुलको प्रधानाध्यापक यहाँलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। स्वागत पनि छ र धन्यवाद पनि यो कार्यक्रममा यहाँ सहभागी हुनु। यस विद्यालयले गत वर्षदेखि नै विद्यालय विद्यार्थीको लागि हो। भर्खरै रीता म्यामले भन्नुभयो विद्या र जानी म्यामले पनि भन्नुभयो विद्यालय विद्यार्थीको लागि हो। हामी जति पनि संरचना बनाएका छौँ जे गरिरहेको छौँ विद्यार्थीको लागि विद्यार्थीको उज्जवल भविष्यका लागि र विद्यार्थीको उज्जवल भविष्यको माध्यमले समग्र राष्ट्रको लागि नै। तसर्थ गत वर्षदेखि नै हाम्रो कोसिस के रह्यो भने विद्यालयका प्रत्येक गतिविधि विद्यार्थीहरूलाई नै गर्न दिउँ। हामी यसो अलि टाढा बसौँ, हेल्पिङ ह्यान्ड्सको रूपमा बसौँ र प्रत्येक कार्यक्रम विद्यार्थीहरूले नै गर्छन्। यहाँहरूले अबदेखि यो विद्यालयमा त्यही नै पाउनुहुन्छ। अमेरिकाले भन्थ्यो नि डेमोक्रेसी फर द पिपुल विथ द पिपुल बाइ द पिपुल, त्यसै गरी हामी पनि द स्कुल इज फर द स्टुडेन्ट्स विथ द स्टुडेन्ट्स एन्ड बाइ द स्टुडेन्ट्स, यो नै नारा रह्यो। र यहाँहरूले जति पनि गतिविधि यहाँ हेर्नुभयो विद्यार्थीहरूले स्पिच दिएको देख्नुभयो होला, विद्यार्थीहरूले केही एक्टिभिटिजहरू देख्नुभयो होला, रटेर आएका होइन, सुगा रटाइ होइन, यिनीहरूको आफ्नै प्रिपरेसन हो। र यति बुझ्नुहोस् कि एभ्रिथिङ कान बी करेक्टेड, प्रत्येक कुरा करेक्ट गर्न सकिन्न। कहिलेकाहीँ यु गेट कन्फ्युज वेदर इट इज एक्चुअली राइट अर रङ। त्यो स्टेटमा पनि पार्छन् विद्यार्थीको राइटिङलाई हामी हेर्छौँ राइट छ कि रङ छ, त्यसलाई ओके गर्छौँ। आफै सिकेर आएका हुन् विद्यार्थी भाइ बहिनीहरू। र यहाँलाई लाग्ला वाइ आकर्षण आचार्य इज द हेड बोय, वाइ अपराजिता इज द हेड गर्ल अफ द स्कुल, वाइ नट द अदर्स। र के भएको थियो यसमा हामीले लास्ट इयरदेखि नै विद्यार्थीहरूले विभिन्न एक्टिभिटिजमा कुन विधामा कहाँ कसरी कति किन कति एक्टिभली कति इन्थुसियास्टिकली टेक पार्ट लिए, कति भाग लिए, त्यसको आधारमा हामीले यो लिडरसिप चयन गरेको। दे आर जस्ट नोमिनेटेड। र अर्को कुरा हामी लिडर्स हामीले देख्यौँ लिडर्स कसैलाई अर्डर दिनको लागि होइन, लिडर्स आफू अगाडि बसेर अरूलाई पछिबाट मैले लिड गरेर हिँड्नको लागि होइन, लिडर त सँगसँगै हिँड्नको लागि हो, लिडर त सहयोग गर्नको लागि हो, लिडर त आफूसँग आफ्ना सहकर्मीहरूसँग आफ्ना सहपाठीहरूको आफ्नो मित्रहरूको भाव र भावना बुझेर अगाडि बढ्नको लागि हो, उनीहरूको राय सङ्कलन गर्दै अगाडि बढ्नको लागि हो। आजको लिडर विद्यालयमा आज जसले लिडिङ गर्छ भोलि विद्यार्थी भाइ बहिनीहरू रियल फिल्डमा गइसकेपछि विभिन्न फिल्डमा लिड गर्छन्। कोही विद्यालयमा गएर शिक्षक बनेर लिड गर्छन्, कोही बिजनेसम्यान भएर लिड गर्छन्, कोही सर्टेन अफिसरको कर्मचारीहरू भएर लिड गर्छन्, कोही समाज सेवामा पनि लिड गर्छन्। त्यो ज्ञान लिने हो। सुगा रटाइ पश्चिमाञ्चल स्कुलले सुरुदेखि नै सुगा रटाइको विरोध गरेको छ। त्यसर्थ यहाँलाई थाहा होला हामी नर्सरी केजीमा वी रियली डोन्ट गिभ एनी होमवर्क, हामी होमवर्क नै दिँदैनौँ। आजसम्म दिएनौँ। यो विद्यालय करिब 28 वर्ष भयो हामीले नर्सरी केजीमा होमवर्क नै दिएनौँ र पुरा स्लो तालले पढाएर लिएर जान्छौँ विद्यार्थीहरूलाई कक्षा 1, 2, 3। तर हाम्रो उद्देश्य के छ? हनुमान चालिसा रट्ने होइन। जय हनुमान सानोमा रटेको थियो, अहिले पनि याद छ। जय हनुमान ज्ञान गुण सागर, जय कृष्ण लोक उजागर, रामदूतहरू, त्यो रटाउने होइन, तारा देवीको गीत रटाउने होइन, मोहम्मद रफीको गीत रटाउने होइन, लता मङ्गेशकरको गीत रटाउने होइन। त्यो गीतको भाव बुझ्ने र त्यो गीत बनाउने, त्यो गीत लेख्ने लायक बनाउने हो। र यो काम स्लो हुन्छ र बिस्तारै हुन्छ। र यस्तै लिडरसिप हाम्रा मार्क्ससँग मतलब छैन। वेदर द पार्टिकुलर स्टुडेन्ट्स गेट 80%, 85%, 90%, A+, नो, इट डजन्ट म्याटर। किनभने C+ मात्रै आएको विद्यार्थी भाइ बहिनी डक्टर बन्न योग्य छ, इन्ट्रान्समा बस्न सक्छ। र कहिलेकाहीँ रियल लाइफमा त हामी के पनि पाएको छौँ भने A+ आएका दे आर नोवेयर, C+ आएका, C ल्याएका विद्यार्थी मेडिकल क्षेत्रमा लिड गरिरहेको छ।
व्यापारमा लिड गरिरहेको छ। त यो लिडरसिपको विकास गर्ने हो र यसमा हाम्रो अभिभावकजीहरूको पनि सहयोग एकदमै चाहिन्छ। 4वटा खम्बा छन्, म पटक पटक भनेको छु, विद्यार्थीको एजुकेसनको लागि 4वटा खम्बा छ। एउटा स्वयं स्कुलमा म्यानेजमेन्ट पर्यो भने अर्को शिक्षकहरू हुनुहुन्छ, तेस्रो अभिभावक, चौथो विद्यार्थी स्वयं। एक्ज्याक्टली हामीले 25% मा त बाँड्छौँ, तर इट्स नट सो। विद्यार्थी नै हायर पर्सेन्टेज यहाँ विद्यार्थीले कभर गरेको हुन्छ। अर्को कुरा, कतिपय अभिभावकले मलाई के भन्नुहुन्छ, जति छिटो यहाँले बुझ्नुहोस् त्यति नै राम्रो हुन्छ यहाँको बालबालिकाको लागि। स्कुलमा पठाए स्कुलले सबै गर्छ होइन। संस्कार, बोल्ने तरिका, संस्कृति, सभ्यता त विद्यार्थीले घरबाट सिक्छ र विशेष गरेर मम्मीबाट। साधारण उदाहरण दिन्छु, हाम्रो कपिलवस्तु जिल्लातिर अधिकांश बोर्डिङ स्कुलहरू मदरसामा सञ्चालित छन्। मुस्लिम समुदायहरूले सञ्चालन गर्नुभएको छ भने चाहिँ उहाँले नैतिकताको शिक्षा पनि आफ्नो मुस्लिम धर्म अनुसार नै दिनुहुन्छ। गर्नै पर्यो, उहाँलाई त्यसैमा ज्ञान छ, त्यसैमा दिनुहुन्छ। र बहुसङ्ख्यक विद्यार्थी भाइ बहिनीहरू मुस्लिम नै हुन्छन्। त्यहाँ शुक्रबार छुट्टी हुन्छ, जुमा पढे जब भन्ने शब्दहरू प्रयोग हुन्छ, अल्लाह भन्ने शब्द प्रयोग हुन्छ। सबले समान रूपमा के हो त्यो गर्नै पर्छ। तर जब हिन्दू भाइ बहिनीहरू आफ्नो घरमा आउँछन् त्यो उनीहरूले आफ्नै रीतिरिवाज त फलो गर्छन् नि। घरमा त जुमा भन्दैन, नमाज भन्ने शब्द प्रयोग हुँदैन। मैले यो मार्फत के भन्न खोजेको हो कि संस्कार घरबाटै हो। हामी चाहिँ अब हाम्रो हिन्दू बाहुल्य क्षेत्रमा स्कुल छ, सरस्वतीको मन्दिर छ, विद्यार्थी मुस्लिम विद्यार्थी भाइ बहिनीहरू छन्, क्रिस्चियन विद्यार्थी भाइ बहिनीहरू छन्। सम्पूर्ण संस्कार हाम्रो विद्यालय अनुरूप नै गर्छन् विद्यालयमा। तर घर गइसकेपछि आफ्नो रीति र रिवाज छोड्दैनन् नि त। यो यहाँलाई सम्झाउनको लागि भनेको, जति छिटो बुझ्नुहोस् विद्यार्थी भाइ बहिनीहरूको सबभन्दा जरुरी, पढाइभन्दा पनि जरुरी उनीहरूको सोच हो। सोचले नै सबै कुरा निर्माण हुने हो। र यो सोच जति मम्मी र पापाले दिनुहुन्छ सक्नुहुन्छ र विशेष गरी मम्मीले पोजिटिभ सोच जति हाल्न सक्नुहुन्छ, संसारको कसैले पनि हाल्न सक्दैन। र तसर्थ आज लगभग ती विद्यार्थी भाइ बहिनीहरू जुन विद्यार्थी भाइ बहिनीहरूलाई हामीले विद्यालयको विभिन्न लिडरसिप पोजिसनमा चयन गर्यौँ, मनोनित गर्यौँ, उहाँको अधिकांश ड्याडी मम्मीहरू पनि हुनुहुन्छ। उहाँहरूसँग मेरो अनुरोध, यो पहिलो स्टेप हो। हामीले के बुझ्नु पर्यो भने आकर्षण आचार्यले यस विद्यालयको हेड भयो होइन, अपराजिता यस विद्यालयकी हेड गर्ल चयन भएकी होइनन्। उनको त यो नेपालको भविष्यमा प्रधानमन्त्रीको चयन हुने प्रणाली देखाइएको हामीले। त्यो लिडरसिपमा पनि सम्भव छ नि। यहाँले हेर्नुहोस्, हामीले एउटा कुनै बिउ किनेर ल्याउँछौँ बजारबाट, मार्केटबाट भने त्यो बिउको ताकत त हामीलाई थाहा हुन्न नि। त्यो बिउ मरेर पनि जान सक्छ र त्यो केही बिउ छर्नुहोस् यस्तो पनि हुन्छ कि एउटा जङ्गलको निर्माण पनि गरिदिन्छ त्यो बिउले। त यी विद्यार्थी भाइ बहिनीहरू त भोलिका राष्ट्रका सेवक हुन्, राष्ट्रको प्रधानमन्त्री, यस राष्ट्रको राष्ट्रपति, विभिन्न संवैधानिक पदमा, विभिन्न ठुलो पदमा प्रत्येक विद्यार्थी भाइ बहिनीहरू बस्छन्। यसको सुरुवात हो। त्यसकारणले विद्यार्थी भाइ बहिनीहरूले ओत पनि लिए कि म आफ्नो रिस्पोन्सिबिलिटीलाई, आफ्नो यो जिम्मेवारीलाई एकदम मायाले सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको मर्म भावना बुझेर, सबैलाई माया गरेर, आफ्नो गुरुजनहरूको आदेशको पालन गरेर सँगसँगै विद्यार्थी भाइ बहिनीहरूले हिँड्छु। यही हो लिडरसिपको क्वालिटी, यही हो लिडरसिपको गुण। त्यसकारणले अब हामी त सेवक भयौँ भन्ने किसिमको धारणा यहाँ प्यारेन्ट्सले आफ्नो बालबालिकालाई दिनु होला। तिमीले यु मस्ट सर्भ योर स्कुल नाउ, यु मस्ट थिङ्क द वेलफेयर अफ योर फेलो स्टुडेन्ट फर्स्ट। सबभन्दा पहिला उनीहरूको हक र उनीहरूको अधिकार र उनीहरूले के पाउनुपर्छ यो कुरामा हामीले सोच राख्यौँ भने मात्रै लिडरसिपको विकास हुन्छ। र अब धेरै नमलिकन अन्तमा पुनः एकचोटि यहाँ हाम्रो यस इन्भेस्टिच्युर सेरेमनीमा आफ्नो अमूल्य समयलाई, अमूल्य कामहरूलाई थाती राख्दै, अमूल्य समयको परवाह नगरिकन यहाँ आउनुभएकोमा सम्पूर्ण यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो हृदयको अन्तःस्थकरणदेखि नै धन्यवाद दिँदै र ती विद्यार्थी भाइ बहिनीहरू जुन विद्यार्थी भाइ बहिनीहरू लिडरसिपमा आउन सकेनन्, हार र हरेस खानुपर्ने केही पनि छैन। ती विद्यार्थी भाइ बहिनीहरू आगामी दिनहरूमा यस वर्ष विद्यालयको प्रत्येक गतिविधिमा एक्टिभली पार्टिसिपेट हुने र आगामी वर्षमा आफूलाई बेटर लिडर प्रुभ गरेर ती विद्यार्थी भाइ बहिनीहरू पुनः चयन हुन्छन् भन्ने शुभकामना दिँदै र पुनः एकचोटि यहाँ सम्पूर्ण उपस्थितिमा धन्यवाद दिँदै र साथै यो विद्यालयलाई सफलताको शिखरमा पुर्याउने मेरा शिक्षक मित्रहरूलाई पनि एक्चुअली उहाँहरूको मेहनत
उहाँहरूको अथक प्रयासको अभावमा यो विद्यालयले यो गति लिन सक्दैन थियो, यो विद्यालय सफलताको यो शिखरमा पुग्न सक्दैन थियो। र आज जति पनि यो कार्यक्रम यहाँले देख्नुभयो हाम्रा शिक्षक मित्रहरूको अथक प्रयास र इमान्दारिताको परिणाम हो। त्यसकारण उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र ती सम्पूर्ण अभिभावकलाई जसले यस पश्चिमाञ्चल युनिभर्सिटी स्कुललाई ट्रस्ट गर्नुभयो, विश्वास गर्नुभयो र विश्वास गर्नुहोस् यहाँको विश्वास हामी तोडिन दिन्नौँ भन्ने वचनसहित र पुनः एकचोटि यस कार्यक्रममा सहभागी हुनुभएकोमा यहाँलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै र भर्खरै मनोनित भएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको यो वर्षभरि नै आफ्नो पदीय दायित्व इमान्दारीपूर्वक निर्वाह गर्छन् र उहाँको पदीय दायित्वलाई सफल गर्न कार्य गर्छन् भन्दै शुभकामना सहित यहाँमा बिदा चाहन्छु। धन्यवाद, नमस्ते, जय पश्चिमाञ्चल। र साथै आजको यस कार्यक्रम यही समापन भएको घोषणा गर्छु र यसो सानो मिठो जलपानको कार्यक्रम छ, त्यस कार्यक्रममा पनि सहभागी भइदिनु होला भन्दै अनुरोध गर्न चाहन्छु। धन्यवाद।